बारम्बार हात धुनु, कतै बाहिर जाँदाखेरि ढोकाको चाबी लगायो कि लगाएन भनेर बारम्बार जाँच्नु, अथवा कुनै पनि कुरा चाहिँ कन्टिन्युअसली दिमागमा सोचिरहनु, चिन्ता लिगिराख्नु, के यो ओसिडी हुन सक्छ? धेरैजना मानिसले मलाई ओसिडी छ भनेर मजाकमा भन्ने गर्छन्। तर वास्तवमा ओसिडी, जसलाई हामीले अब्सेसिभ कम्पल्सिभ डिसअर्डर्स भन्छ, यो एउटा मानसिक स्वास्थ्य सम्बन्धी समस्या हो। ओसिडीमा मुख्य दुईवटा कुराहरू हुन्छन्। पहिलो छ ओ मिन्स अब्सेसन्स, अर्थात् दिमागले नचाहँदै पनि बारम्बार आउने सोच, विचार, डर अथवा छवि। जस्तै मेरो हात फोहोर भएर ब्याक्टेरिया इन्फेक्सन हुन्छ कि भनेर हात धोइराख्ने। त्यस्तै गरी ढोका खुल्ले छ कि छैन भनेर जाँच गरिराख्ने, ताकि चोरी हुन्छ कि भन्ने डरले। त्यस्तै गरी कोही मान्छेको चाहिँ अनावश्यक रूपमा चिन्ता लिगिराख्ने। दोस्रो छ सी मिन्स कम्पल्सन्स, ताकि त्यो चिन्तालाई कम गर्नका लागि बारम्बार गरिने काम। जस्तै हात पटक पटक धुने, ग्यास अथवा ढोकाको चाबी बारम्बार चेक गर्ने, त्यस्तै गरी एउटै कुराहरू रिपिटेडली दोहोऱ्याइराख्ने। महत्त्वपूर्ण कुरा के छ भने ओसिडी भएको व्यक्तिहरूलाई आफ्नो विचारहरू अनावश्यक हुन् भन्ने थाहा हुन सक्छ, तर पनि त्यस्ता विचारहरूलाई रोक्न निकै गाह्रो हुन सक्छ, जसले गर्दाखेरि उक्त व्यक्तिको पढाइ, काम, सम्बन्ध र दैनिक जीवनमा पनि असर गर्न सक्छ। यदि यस्तो विचार अथवा समस्या चाहिँ 1 घण्टाभन्दा बढी समयसम्म तपाईँलाई आइराख्छ, अथवा तपाईँको दैनिक जीवनमा यसले असर गरिराखेको छ भने यसलाई सामान्य भनेर व्यवस्था नगर्नु। सुखद कुरा के छ भने ओसिडीको एउटा प्रभावकारी उपचार सम्भव छ। विशेष गरी मनोवैज्ञानिक उपचार सीबीटी भन्छ, कग्निटिभ बिहेभियर थेरापी को एउटा विधि, ईआरभी भन्छ, एक्सपोजर एन्ड रेस्पोन्स प्रिभेन्सन्स। अथवा यसले भएन भने तपाईँलाई डाक्टरहरूले प्रिस्क्राइब गर्ने, सिफारिस गर्ने औषधिको थ्रुबाट पनि ओसिडी धेरै कम हुन सक्छ। त्यसैले याद राख्नुहोस्, ओसिडी कमजोरी होइन, उपचार सम्भव भएको एउटा मनोवैज्ञानिक स्वास्थ्य समस्या हो। यदि तपाईँलाई पनि यस्तो समस्या छ भने आफ्नो नजिकको विशेषज्ञसँग परामर्श लिन नभुल्नुहोला। धन्यवाद।